प्रिय देशवासीहरू, जेएनजीको आन्दोलनमा शहीद भएका सम्पूर्ण युवाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। देशले नयाँ प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीलाई पाएको छ, जसलाई एक आमा समान प्रधानमन्त्रीको रूपमा हेरिएको छ। उहाँको 6 महिनाको कार्यकालले युवाको जोश र आमाको होसले देशलाई शान्ति, शीतलता र गतिशीलता प्रदान गरोस् भन्ने कामना गर्दछु। यसका लागि म केही प्रस्तावहरू राख्न चाहन्छु। मेरो यो भिडियो नयाँ नियुक्त प्रधानमन्त्री लगायत जेएनजीका सम्पूर्ण युवा र देशप्रेमीहरूसम्म पुर्याएर यी 5 बुँदे मागहरू साझा गरिदिनुहुन अनुरोध गर्दछु। 1. प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री। अब आउँदो फागुनमा हुने चुनावमा जनताले आफूले चाहेको व्यक्तिलाई सोझै मतदान गरेर प्रधानमन्त्री छान्न पाउने प्रणाली बनाउनु पर्छ। 2. संसदमा योग्यता निर्धारण। संसदको मुख्य काम देशका लागि कानून बनाउने, सरकारको निगरानी गर्ने, बजेट अनुमोदन गर्ने र जनताको प्रतिनिधित्व गर्ने हो। त्यसैले संसद सदस्यहरू शिक्षित हुनु आवश्यक छ। संसदीय उम्मेद्वार हुनका लागि न्यूनतम शैक्षिक योग्यता स्नातक वा ब्याचलर तह अनिवार्य गरियोस्। 3. राष्ट्रपति नियुक्तिमा मतभार समायोजन। राष्ट्रपतिको नियुक्ति प्रक्रियामा प्रधानमन्त्रीको मतभार 25% र बाँकी 75% मतभार संसद सदस्यहरूको रहोस्। 4. समानुपातिक निर्वाचन प्रणाली खारेजी। समानुपातिक प्रणालीमा सांसदहरू प्रत्यक्ष मतदानबाट नभई राजनीतिक दलले पाएको मतको अनुपात अनुसार चयन हुन्छन्, जसलाई पार्टीको कोटा पनि भन्न सकिन्छ। यसले गर्दा काम गर्ने कालु, मकै खाने